पिस पारिहाल्छ नि यो गाडीले उखार्दिएको है साथी हो दाइले होइन मैले होइन है मेरो नाम चाहिँ नआओस् है टायरले उखारेको हुन्छ अनि गुरुजीले उखार्यो भने कायदाको भयो भने अब सिसा त ओके थ्याङ्क यू आई लभ यु बेबी Hello guys, good morning everyone. Welcome back to my channel. It's me Rohan Sakya. फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो ब्लगमा। आज हामी विराटनगर जाँदैछौँ। आमा हामी आज कहाँ जाँदैछौँ? खोइ भन्नुहुन्छ। गाडी यो चिनको दमाकको छन्द छ एउटा नम्बर पो छैन नम्बर चाहिँ छैन लक्ष्मण भन्ने छ सीता आइहाल्छ नि सीता पनि आउँछ नम्बर र आएकै छैन योगेश ल भन्छ फेरि बिरामी छ गाडी 5 वर्ष चल्यो भने त यहाँबाट फाइदा छ नि तर यो गाडीको म्याद भनेको रिसुल भ्याल्ली भनेको 3 वर्ष मात्रै दिएको छ र पो त अब 5 वर्षसम्म चाहिँ यो गाडी चल्यो भने राम्रै हुन्छ नि उपलब्धि 3 वर्षमा त यसलाई उकास्नै लाग्छ हौ सर जति खोके पनि होइन अनि 52 लाख रुपियाँ पैसा पो चाहियो 52 लाख रुपियाँ यसको समब्याज गर्दा पुग्दैन रहेछ कि 39 लाख रुपियाँ 45 हो क्यास त 45 छ क्यास अहिले यस नयाँमा आयो डाउन पेमेन्ट चाहिँ 45 लाख चाहिँ हाल्नु पर्यो भाइ त 39 लाख पर्छ दाजु भन्ने त्यसले चलाउँदै जान्छ होइन 45 पुगेको छ अहिले यसको अरूको भन्दा यसको चाहिँ बढेको छ अहिले केवाइसीको चाहिँ अनि 45 बाट यसको ब्याङ्क ब्यालेन्स समब्याज यताउति सबै जोडेको हामीले यसको ठ्याक्कै 52 पुग्यो कि 3 वर्षमा 3 लाख रुपियाँ किलोमिटर 3 लाख किलोमिटर दिएको छ 3 वर्षमा त्यति चलाइदिनु वर्षको 1 लाख किलोमिटर अब मैले 51 किलोमिटर चलाइसकेँ अहिले यसको बिग्रिनु हुँदै ब्रेक चाहिँ कुदेको नि यहीँ देखाइहाल्छ अहिले कति कुदेको गाडी हो भनेर देखाइहाल्छ आफू सामान भर गर्दा कुराबाट मलाई उसले यही दोकान अगाडि कहीँ यो काम कस्तो कुन बाक्ने त्यो घरको यसो दानाको रूपमा सभा खोला है सभा खोला अहिले त कति घटेको पानी खोला जस्तै भइसकेको साथीहरूले माछा चाहिँ अन्नैबाट निकालिदिइहाल्छ हामी अन्नै हो नि भ्याउँदैन अहिले मार्ने मान्छे धेरै हो है अब यहाँ उहिले खुट्टा राख्दाखेरि माछाले ठुङ्गो आउँथ्यो खुट्टा पानीमा हामी बच्चा हुँदाखेरि अब अहिले गएर पनि भेट्दैन धेरै कम अब सभा खोलाको माछा भनेको त उहिले मान्छे नुहाउनु जाँदा खुट्टामा ठुङ्गो आउँथ्यो मसिनो माछाले ठुङ्गेर भाग्थ्यो कि माछाले अब अहिले के यहाँ त नि भेट्दैन खोलाइभरि मान्छे छ एउटा सिजन चाहिँ बनाइदिनु पर्ने हो क्या माछा मार्ने है एउटा ल्याम थियो एउटा सिजन चाहिँ ठ्याक्क बनाइदिनु पर्ने उनीहरूले यस्तो गर्नु पाउँदैन सिस्टमले मार्ने भनेर सकेन करेन्ट हानेपछि त्यो बच्चा नै मर्छ बच्चा मऱ्यो करेन्ट त बन्द गराइले फाइन पो छ त 32-33 हजार फाइन छ देख्ने बित्तिकै 3 महिना जेल छ करेन्टलाई त बनाएको छ नि बमलाई गरेर पनि भएन क्या उमाथि अब त फाँसी जालहरू माछा गरेर पनि जीविका चलाइरहेको फाँसी जालहरू निकाल्दै छ यो त ठिकै हो फाँसी जालमा त ठुल्ठुलो मात्रै भेट्छ यो त लास्टै सानो हो बालुवा गिटी अब बालुवाहरू चाहिँ लगाएको सफा पानी हो सफाको अरूभन्दा सफा अरे नि हो अरूभन्दा त काहीँ सफा नि उहिले तोङ्लिङको मान्छेले पानी बोकेर लगेर त खान्थ्यो
छोरीको बिहा भयो त्यो पाइँदैन त्यो हो कत्ले मान्छ मेरो भाउ गर्नु बजाएको मुला थाहा छैन हामीलाई हाम्रो ठाउँमा हामीलाई थाहा छैन यस्तै छ मेरै हो अब सेटअप काठमाडौँबाट आउने हो नाम पठाइदिन्छु त्यो नाममा सच्याउनु पर्यो अहिले काटिदिएको यस्तै छ दिन यस्तै छ रात अब हामी जाँदैछौँ विराटनगर अहिले हामी सभाखोला आइपुगिसक्यौँ अब 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 सभाखोलादेखि अब हामी पुग्छौँ के डाँडा हुन्छ त्यहाँबाट ठ्याक्कै ठाउँ भनेको है अक्करकोभिरबाट लेगुवाबाट पाखरीबासबाट हिलेबाट धनकुटाबाट बेडेटारबाट धरानबाट इटारीबाट विराटनगर ल त काइदाको भयो नि अब सिसा त ओके थ्याङ्क यू आई लभ यु बेबी आई लभ यु बेबी भोलि चाहिँ 10 केजी सक्खर किनाउँछु भोलि साथीहरूको गाडी बिग्रेछ बसमा चाहिँ कसरी मुनाफा कमाउनु छ भनेको बस त जुवा खेले जस्तो भन्नुभयो हो कि अरे हाम्रो गुरुङ त कुमार दाइ कुमार अङ्कल उसैको बस छ अनि चाँडो छ उसको बस चाँडो अनि कसरी कमाउनु छ अङ्कल रित्तै हिँडेको देख्छु पेट्रोल हाल्छ फेरि हजारको कति हजारको होइन 30,000 40,000को पो जान्छ त तेल उँभो त ए हो र अनि यहाँ उँधो चाहिँ अलिक पऱ्यो ए अनि एक लटमा त्यति जान्छ एकपल्ट अप एन्ड डाउनमा ए जुवा खेलाइ नै हो कोही बेला बसमा आँटी नआँटी त्यही त जुवा खेलाइ पो अरे भन्दै भन्नुभयो खाना खानु चाहिँ कहाँ रोप्नुहुन्छ त टाढमा हुन्छ होला गिटारमा अलिकति यसलाई पनि खाना खुलाउनु ए त्यसलाई पनि चार्ज त्यही बेला खाना खाइन सबै यो भइसक्छ ए यसको पछि फेर्नु पऱ्यो भने ब्रेडी त होला नि है ब्याट्री नै होला मेन यसको त्यति चाहिँ थाहा छैन होइन भर्खरको 1 वर्ष त भयो निक्लेको त तर अहिले इभीले साह्रै मार्केट खाइरहेको छ त जे पनि इभी क्या ट्याम्पो बाइक स्पोर्ट कारहरू होइन यो प्लानिङै चाहिँ के छ भने धुवा धुलोले धेरै मान्छे बिरामी निकालो डिजेलले भन्ने कुरामा चाहिँ हजुर सपोर्टिङमा छ कि नेपालको अनि नेपालमा बिचमा 4 स्टेसन खोल्यो भने त नेपालमा ऊ पनि हुन्छ नि त चल्छ पनि नि त यिनीहरूले चाइनाले जानु यसको सक्सेस भएपछि सबैतिर सस्तो मस्तो ल्याइदियो कि 1 करोडसम्मको अनि कार छ यो यही मोडलको ए यही उसको कार 4 जना मात्रै मान्छे आएको कार अहिले बाटोतिर म देखाइदिन्छु बाटोतिर पाउँछ ए जति निकालिसकेको छ मान्छेले अब पेट्रोल भन्दा यसमै नै अनि चार्ज लायो घुम्दै हिँडेर
टाइम अलिक छोटो हुँदो रहेछ नि त भनेको दिनको अलिक अलिकति बढी 500 किलोमिटर चाहिँ हुनु पर्थ्यो कि 500 किलोमिटर बढी बढी त्यति चाहिँ हुनु पर्थ्यो 100 मात्रै दियो कि ए 500 किलोमिटर चाहिँ दिनु भनेको नि चाहिँ हुनु चाहिँ हो भने हामीले यहाँनिर सबै सुविधा छ खानबारीबाट पुगेर इटाली पुगेर आइचे एक चार्जले 100 किलोमिटर मात्रै पुग्छ उकालोमा त त्यो पनि पुगेन कि ए पावर धेर चाहिन्छ नि त उकालोमा त्यही भएर 150 मा मात्रै पुग्यो कि झन् चर्किन्छ अहिले हामी भनेको सुर्ती बारीमा छौँ र अब अक्करको भेट आइपुग्छ हामी यहाँदेखि उतापट्टि ल बिस्तारै जाउँ है त ल हो र कतिले झर्छ कि यतिखेर पनि यो माथि डढेलो लागेको छ भने यहाँ निकै विचार गरेर हिँड्नुपर्छ माथिबाट यत्रो ढुङ्गा झर्छ यहाँ दिउँसो बाख्राहरू जाँदो रहेछ माथि बाघ यो मिर्गा घरलाहरू कुद्दो रहेछ कि तिनीहरूले अनि धराउँछ कि बाँदरले बाँदर त मुला फटाइ हुँदो रहेछ कि त्यतिकै ढुङ्गा लडाइ पठाउँदो रहेछ यो उहिलेदेखि नै यसले चाहिँ त्यो फटा हुनको लागि उनै पाएको हो कि ज्ञानै जातै पाएको मसिनो माछै खसेर आएको जस्तो छ त त्यहाँ माछा मसिनो खालको हो माछा त कसले जालमा बोकेको माछै खसेर आएछ ऊ माथि हो मसिनो खाले माछा कहाँ खानु लगेको होला बसवालाले उडाइ पठायो कि के हो रन गाउँदाखेरि मसिनो खाले माछा हो झिँगे माछा मारेको हो र यति छौ जालमा मसिनो त कपडामा बोको पारेको त्यो बस त फेरि कुमार दाईकै हो नि त हुनु त ए उसकै हो उसैको हो यहाँ ड्राइभरको मात्रै हाना थाहा भोलि हो नि अनि कुमार अङ्कलले त खात पनि खानु भएको छ कि हौ अनि उसको जम्मा 5वटा बसमा यो साझीमा बस हो चाँडो रौँकै मात्रै हो मैले बस किन्दाखेरि चाहिँ के सेकेन्ड ह्यान्ड किन्नुहुन्छ कि हौ सेकेन्ड ह्यान्डै हानेको छ ए तर उसले बस चिनिहाल्छ यो बस राम्रो नराम्रो भनेर के हो एक्सपिरियन्स छ नि त बसमा हेर्ने के कुदाउने बित्तिकै उसले थाहा भइहाल्छ हामीभन्दा सानोदेखि बसमा हिँडेको एकपल्ट चलायो भने यो बसको यति खर्च हुन्छ भनेर ठ्याक्कै पत्ता लाग्छ हो र अनुभवी हो नि तर एक्सपिरियन्स राम्रो छ हौ गाडीमा पहिला बस पुऱ्याउने हो यो गोलामा पुऱ्याउने पहिला बस पनि हो त्यो त भर्खर हो त्यो चाहिँ होइन अस्ति खातै लायो उसले खाँदै लायो खातै लायो नि त ए कुमार उसले आफै कुदाएर पुऱ्याएको पुऱ्याएर खाता सम्मान नै भयो त गाउँमा ए पहिले खातबारीबाट भ्याङखोला पुऱ्याउँदा पनि उसलाई सम्मान भएको थियो गुरुङ पार्टीले खाता मेडल सहित दिएको थियो नगरपालिकाले दिएको थियो भनौँ न नगरपालिकाबाटै नै दिएको थियो उसलाई गाडी सङ्घ व्यापार बिजनेसमा गाडी यातायात लाइनबाट पहिलो व्यक्ति बस पुऱ्याउने लगाउने भनेर चाहिँ नगरपालिकाबाटै उसको छ नि नाम होइन जस राम्रो ड्राइभर हो राम्रो मध्येमै पर्नुहुन्छ राम्रोमै पर्छ अहिलेसम्म उसको स्टाफमा पनि कोही छ नराम्रो पनि छैन है व्यवहार पनि राम्रै छ हामी अहिले लेकुवा आइसक्यौँ देख्न सक्नुहुन्छ लेकुवा बजार यता भनेको चाहिँ भोजपुर जाने बाटो यो पुलबाट चाहिँ भोजपुर जान्छ उता पारी भोजपुर यस्तै छ यस्तै छ जिन्दगानी दर्पण छाया बाजु बस्नु अरे बाजु छिटो छिटो त जाने होइन आउनु बिचमा बस्नु न हो काका छोडिदिनु न दाइ अहिले उता छोड्नु नबस्ने अरे ए लु छोडिदिनु यस्तो गाडी छान्ने मान्छेले त काम छैन त्यही त
शङ्खसभाको टेम्पो त हातबारीको टेम्पो पो यता जस्तो लाग्यो मलाई आउँछ त रिजर्भ आउँछ त आउँछ आउँछ अब 3000 रिजर्भमा आउँछ उहाँ माथिबाट ए माथिबाट माने भन्नेबाट यहाँसम्म 3000 को रिजर्भमा आउँछ के फेरि टेम्पोमा छुट्टै मजा हुँदो रहेछ नि त 3 जना मिलेर होइन 1,000मा यहाँसम्म आयो अनि यहाँबाट त्यो गाडी जस्तो स्पिड चल्दैन होइन छुट्टै मजा कि उनीहरूलाई रमाइलो गर्दै आयो पिस पारिहाल्छ नि यो गाडीले उखार्दिएको है साथी हो दाइले होइन मैले होइन है मेरो नाम चाहिँ नआओस् है टायरले उखारेको हुन्छ अनि गुरुजीले उखार्यो भने समस्या हुन्छ भोलि मेरो नाम फेरि दर्ता नआओस् है कसले उखारेको कहाँ उखार्यो भने गुरुजीले उकालोमा उखारेको गाडीले उखारेको भन्नु है हजुर हो म त उखार्दिनँ भरे फेरि गुड मर्निङ हजुर गुड नसल्ने पनि गुरुसँगै गयो त नि अब फेरि कुरो बिग्रेला जस्तो भयो पछाडिबाट ल जान्छु मात्रै भन म छोड्ने गाइरा छ गाइरा रिसाउँदैन हामी गाडीवाला त कहिले रिसाउँदैन रिसा उसको मुख हातेर हुन्छ नि होइन के नापिन्छ हामी त रिसाउँदैन जति पो त रेला गरेको नि त्यहाँ उयो फलाम निस्केर या घोचेर त मुहार उपचार गर्ने बेला भयो हामी रिसाउँदैन गाडीवाला रिसाएर नभएन हामी अलिक ठुलो छैन त्योभन्दा ठुलो चाहिँ कति दिनु भयो जर्सीको अहिले चाहिँ हामी पाखरीबास आइपुग्यो र पाखरीबास चिसो चिसो छ सस्तो सस्तो यहाँ गाडी 100 मा लान्छ त बस्नु त अरू अब चाहिँ मिलेर बस्नु ल हस् है दाजु अनि यहाँ चाहिँ उपचार गर्ने बेला भजे पनि नरिसाउनु न ठाउँ छैन भनेर भनेको खोइ एक जमाना पहिला 6 बजी हिँड्यो भने 4-5 बजी पुरा फेरि मिलन अङ्कल चिन्नुहुन्छ मिलन त्यो विदेश गइसक्यो गइसक्नु कुन देश जानुभयो कतारमा छ गाडी चलाउने पहिले पनि त्यहीँ थियो पसल अगाडि हो ए विदेश जानु हजुर हानु भने पहिला टोली खेल्नेर बस्नुहुन्छ नि त ए त्यो होइन काठमाडौँ छ त्यो त ए त्यही त अनि स्कर्पियो गाडी किन्नु भएको थियो अनि भाडामा लाउनु भएको थियो अरुण भट्टलाई बहिनीले साग चाहिँ राम्रो लिएर आएछ हस् कति हो भाडा दिनुपर्छ म त बहिनीले पुऱ्याइदिएको होला भनेर जिन्दगानीको बोझ परिवारको सोच र धनको खोजमा बत्तिँदैछ जिन्दगानी कस्तो भयो त आमा राम्रो बमिट आएन ए जान्न यसले दाइ गएपछि ऊ त दुईटा हो यो दुईटा छ नि त टोइलेट ऊ जानु तपाईँ ठिक्क जाँदा फेरि त्यहाँ अर्को खाली हुन्छ जानु हामी ट्याक्कै गुठी टाढा आइपुगिसक्यौँ हजुर मान्छे गएको छ हौ जानु अहिले हामी गुठी टाढा आइसक्यौँ अब यहाँ खाना खाने हो देख्न सक्नुहुन्छ गाइस खाना खाने ठाउँ
हामी खाना खान्छौँ है त ल यो अलिक तेल निकालेर है त खाना आयो खाना आयो धरान धरान Seven, 6, 5, 4, 3, 2, 1. यो भनेको पूर्व लाइन एउटा होइन के लाइन भन्छ त यसलाई पूर्व लाइन विराटनगर लाइन काठमाडौँ ए काठमाडौँ यता पूर्व विराटनगर विराटनगरमा हो विराटनगर अघि बरु उसबाट आएको हेर्नु चाहिँ बिजोग हो विराटनगर सफारीमा फेरि अब यता लाग्ने अब यता लाग्ने हो क्या अब चाहिँ थाहा हो नि त मलाई यही घटी अगाडि छ क्या के डोरी कसको घर रहेछ हौ त्यो उयो माडेको अरे नि त्यो घर त के कम्पनी अरे खोइ के खोल्न आँटेको अरे सुनेको तर हो कि होइन ल विराटनगरको दृश्य यस्तै छ है विराटनगर यो भनेको मोरङ प्रहरी कार्यालय अनि एयरपोर्ट पर पाजु एयरपोर्ट कहाँ छ भने होइन उता छ एयरपोर्ट प्लेन देख्नुभयो अघि उडेको छेउमै आइपुग्यो 500 आइसक्यो हो त हजुर यस्तो झर्नु चाहिँ यस्तो झर्छ कि यताबाट ल्यान्ड गर्छ होइन उड्दाखेरि चाहिँ उताबाट उड्छ यहाँ अब मिटर जान्छ त ए यहाँबाट त जाँदैन मान्छे नभएर यस्तै छ है विराटनगरको हावापानी गर्मी भएर यहाँ घामले पोलेर हरिबिजोग भइरहेको छ अनि यहाँ हजुर उतै हुनुहुन्छ ल यसै छ दुःख सुख विराटनगर आइपुग्यो ल आजको भिडियो म यहीँ अन्त्य गर्छु होइन विराटनगरको यात्रा यस्तै हो गुठीचारमा खाना खाइयो खाना खाएर अब डाइरेक्ट नै आइपुगेको हामी यहाँ अनि विराटनगरमा एकछिन अल्मलिम ल यस्तै छ अब हामी आजको भिडियोमा यहीँ अन्त्य गर्छु थ्याङ्क यू फर वाचिङ माई भिडियो डु नट फर्गेट टु लाइक शेयर एन्ड सब्सक्राइब बाई बाई